दलितहरू आज यो दिवसमा मैले बढीभन्दा बढी अलिकता मधेसी समुदायका दलितहरूलाई मैले हेर्दा खुसी लागेको छ कि पुरुष साथीहरू पनि हुनुहुन्छ र त्यसमा महिला पनि हुनुहुन्छ। आज यो जुन टिमहरूले पाएको जिम्मेवारी मधेसी दलितहरूलाई जुन एउटा कार्यक्रममा उपस्थित गराउने हिम्मत गर्नुभयो उहाँप्रति पनि मैले धन्यवाद दिन चाहन्छु। र लुम्बिनी प्रदेशले दलितहरूको निम्ति जुन जातीय छुवाछुत छ धेरै मात्रामा कम भनिरहेछौँ हामी, तर भित्रभित्रमा जातीय छुवाछुत भएको अवस्थाहरू देखिन्छ र विभिन्न घटनाहरू हामीले अघि नै एकजना बहिनीले भन्दै हुनुहुन्थ्यो कतिजनाले सजा पाए भनेर। बाँके जिल्लामा मैले थाहा पाएको सालमा अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन, न जिल्ला अदालतमा छ न कुनै ठाउँमा छ। त्यसमा मैले एक दुईवटा मुद्दाहरूमा छलफलहरू गर्दामा कस्तो महसुस हुन्छ, जातीय छुवाछुतहरू हुन्छ, घटनाहरू घटेका हुन्छौँ, तर त्यसपछि हामी गएर मिलापत्रका कुराहरू लिएर आउँछौँ। त्यस्तो हाम्रो बानी हो। कमसेकम हामी बाँके जिल्लाबाट विभिन्न ठाउँमा जुन जातीय छुवाछुत घटनाहरू भइरहेछ त्यसलाई हामीले एउटा मुद्दा प्रक्रियामा नेपाल सरकारले बनाएको कानुन अनुसारले हामी अगाडि बढ्नु पनि एकदम राम्रो हुनसक्छ। र जुन मन्त्रालयले एउटा यो कार्यक्रम आज बाँके जिल्लाको नगरीमा जातीय छुवाछुत दिवस हामीले मनायौँ, एकदम खुसी लागेको छ। आगामी वर्ष पनि प्रत्येक वर्षमा यस्तै गरी लुम्बिनी प्रदेशले मनाओस् र सँगैसँगै विभिन्न स्थानीय तहहरूलाई पनि यो सन्देश जाओस् कि प्रत्येक पालिकाले प्रत्येक वाडाहरूले यो दिवस मनाओस्। किन विभिन्न दिवसहरू मनेको देखिन्छौँ तर जातीय छुवाछुत दिवस नमनाएको छ। यो कार्यक्रमलाई निरन्तर चाहिने विभिन्न कुराहरू राख्नु पर्यो र आज धेरै खुसी लाग्यो कमसेकम हामी यति साथीहरूको बिचमा आज जातीय छुवाछुत दिवस एउटा हाम्रो लागि एउटा पर्व हो। जस्तै हामीले दसैँ तिहार मनाउँछौँ त्यस्तै आज यो पर्वलाई हामीले मनाउने एउटा खुसियाली आएको छ। 19 वर्ष पुगेछ, यसलाई हामीले निरन्तर सबै राज्य पक्ष र विभिन्न सङ्घ संस्थाहरूले अगाडि बढौँ। मैले यो कार्यक्रमको सफलताको शुभकामना दिँदै म बिदा हुन्छु। धन्यवाद।